मैले यहाँ गरिसकेको 돼지군동 원다걸 원다걸 이렇게 원다걸 엄청난 거가리 속에서 ल यो काँक्रे दियार चाहिँ यो जुम्लाको राजा जुम्ला इलाकामा पर्ने छ के जुम्ला इलाका भनेपछि 1325 बनाएको रहेछ कि यो चाहिँ जुम्लाको राजाले यो एउटै जुम्ला इलाकै यो जुम्ला पर्दो रहेछ नि त पहिला भनेपछि यो साम्राज्य ठुलो रहेछ अब यो यता त यता कति बेर बुल्ने नत्र त हामी त अनि अब त बेलुकै जाने भएर कस्तो त्यो होइन के धनगढी गएर धनगढी भन्नु त्यहाँ टिकट काउन्टरमा गएर भोलि कतिखेर गाडी बुझ्नु परेन इलाममा बालिनको घर थियो इलाममा के अरे बालिनले घरदर गरे सुर्खेत भ्याली समीप छ प्याराग्लाइडिङ हुँदैछ अब यहाँबाट यस्तो मजाले हावा छ उठाइहाल्छ त्यो ग्राउन्डमा होला त्यहाँ रोड होला त्यो रेडियो नेपाल रेडियो नेपाल ल यता आउनु यहाँनिर समीप छ यो चाहिँ सुर्खेत भ्याली समीपको भाइ तल जाँदैछ यहाँ चाहिँ सुर्खेतमा केटाहरू यहाँनिर हेर्दैछ समीप जाडो भयो तपाईँलाई त्यही समीपले भने जस्तै किन्नुला नि ल कता हो विनोद दाइ हामी यो
कटकटा जङ्गल अरे कटुका कटुका जङ्गल भने होइन नि के हो अरे क्षमा प्रार्थी छु कटुवा जङ्गल हो कटुवा जङ्गल कटुका कटुवा 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 जङ्गलमा हामी आएका छौँ र यहाँबाट चाहिँ सुर्खेतको भ्यू राम्रो देखिँदो रहेछ अब बोल्ने मान्छे उता छ अब कता हो ल दो सफा है कता अहिले नि हामी चाहिँ भिडियो बनाउनुहुन्छ गन्ना बेच के ए त्यस्तो त्यस्तो होइन हजुर जमेसी जमेसी हामी कता हामी अहिले मदन सरको घर कहाँ आसियाना घरतिर ससुराली भन्नु न आसियाना तिमी कहाँ छौ अरे प्रार्थी छौ अल्लू अर्जुन स्टाइलिश स्टार चिरञ्जीवी के मेगा स्टार होइन एक्सन स्टार होइन मेगा स्टार भनेको त उसको बुवा हो होइन चिरञ्जीवी हो रामचरण तेजाको मेगा स्टार हो अनि उसको छोरा अल्लू अर्जुन त सुपर स्टार हो स्टाइलिश स्टार भन्छ त्यसलाई अल्लू अर्जुन होइन हनुमानको ठुलो भक्तलाई घर त्यो भएर पवन भनेको उयो पवन कल्याण पावर स्टार भन्छ कस्तो कुरा कति जाने ल हामी कहाँ जाँदैछौँ अङ्कल यो अहिले सुसमाचारको लागि कुन ठाउँको कुन पिपरिया हामी सुसमाचारको लागि पिपरिया जाँदैछौँ हाम्रो यहाँ समीप सबै बाइकमा 3-3जना जाँदैछौँ हामी साधनको कमी भएको कारणले गर्दाखेरि अङ्कलले चलाउँदै हुनुहुन्छ समीप छ यहाँनिर बिचमा अनि म पछाडि छु ट्राफिक रुल चाहिँ फलो गर्नु है गाइस जाउँ सर जाउँ ल यता पनि हाम्रो चाहिँ अहिले अवस्था यस्तै गाह्रो भएको कारणले गर्दाखेरि मात्रै अलिकति रुल तोड्न बाध्य भएको छौँ तर तपाईँहरू चाहिँ यसो नगर्नु होला यतापट्टि हाम्रो जोन सर आउँदैछ
सप्तरी जाने बेला थाहा पाएको कि गन्ने भनेको उखुलाई गन्ने भन्ने रहेछ के चारैतिर बेरै छ दिनमा 3वटा भए आज 3-4 बुट्टी हो जाइए यार यहाँको रुखहरू चाहिँ गजब रहेछ रुख हजुर अङ्कल